Let me show you this all new NEK 110 मोडल किबोर्ड जुन नुक्स कम्पनीको हो भने पोर्टेबल साइज किबोर्ड हो र यो चाहिँ अहिले अनै छ है ट्याक्क केही नगरिकन एडाप्टर पावर ब्याट्री केही नहालिकन पनि मजाले चलिरहेछ भने यो चाहिँ रिचार्जेबल ब्याट्री सिस्टमको हो जसमा हजुरले एडाप्टर हालेर मजाले चलाइराख्नु भयो भने 3 घण्टा चलाउनु भयो भने 3 घण्टासम्म यसको ब्याट्री रिचार्ज हुन्छ र 3 घण्टासम्म मजाले हजुरले ब्याट्री बेगरको एडाप्टर बेगरको चलाउन सक्नुहुन्छ भने अब यसको फिचर फङ्सनको विषयमा कुरा हारिहालौँ यसमा चाहिँ हजुरहरूले 61 किज पाउनुहुन्छ जुन स्ट्यान्डर्ड साइजको टच रेस्पोन्सवाला हो भने यसमा हजुरले साथैमा किज ब्यान्ड पनि पाउनुहुन्छ डिजिटल डिस्प्ले फङ्सनहरूको विषयमा कुरा गर्नु पर्दाखेरि यसमा हजुरले टच रेस्पोन्सदेखि लिएर ब्लुटुथ किजहरू कन्ट्रोल गर्ने डबल सिफ्टर अनि त्यसपछि ट्युनिङहरू र स्प्लिट सिस्टम पनि पाउनुहुन्छ साथमा यो रोलिङ डिभाइस जसले चाहिँ हजुरहरूले मजाले टोनहरू सबसे छिटो चेन्ज गर्न सक्नुहुन्छ भने यसमा चाहिँ हजुरहरूले 700 बढी टोन पाउनुहुन्छ अनि अरू अब लाइभ म्युजिकमा काम गर्नको लागि चाहिँ यहाँनिर दिएका बटनहरू लाइभमा गइसकेपछि हजुरहरूले मजाले आफ्नै एउटा सिस्टमको बनाउन सक्नुहुन्छ त्यसमा गिटार ड्रम इफेक्टहरू मजाले युज गरेर र यसैमा चाहिँ इनबिल्ट यो डेमोहरू सङहरूमा चाहिँ 88 पाउनुहुन्छ हैन टोटल त्यसमा चाहिँ कन्ट्रोल गरेर आफ्नो हिसाबले कुन कुन हुन्छ त्यो ठिकै रहन्छ यसको चाहिँ हजुर बडी सानो भए तापनि स्पिकर चाहिँ एकदमै राम्रो डुअल स्पिकर हो भने यसको पछाडि हजुरले युएसबी कनेक्ट गर्ने इनपुट आउटपुट सबै दिएका छ एडाप्टर प्लस हाम्रो यो ब्लुटुथ कनेक्ट गर्ने डिभाइस पाउनुहुन्छ एनटिभी 1 भनेर यो ब्लुटुथ सिस्टम पाउनुहुन्छ जुन एकदमै फिचर फङ्सनमा यो धेरै राम्रो अब यसको काम चाहिँ के भन्दाखेरि हजुरले किबोर्ड पछाडि यसरी यहाँनिर ट्याक्क यो लगाउने यो किबोर्ड अन भइसकेपछि यो पनि अन हुन्छ यसरी अन हुन्छ र मोबाइलमा एउटा एप आउँछ नोक्सको किबोर्ड भनेर त्यो एपमा चाहिँ गएर हजुरले यसको फिचर फङ्सनहरू सबै मोबाइलमा प्रिसेट गरेर लाइभ प्रोग्रामदेखि लिएर अब घरमा होम स्टुडियोदेखि लिएर अब नर्मली प्र्याक्टिस गर्नलाई सबैमा हुने हालै अलराउन्डर किबोर्ड हो भने पोर्टेबल साइज इजी टु क्यारी जता लाँदा नि हुने भयो ब्याट्री ब्याकअप भइहाल्छ पावर कतै गएर अब बजाउँदा पावर सक्यो पावर लाइन आएन भने पनि हजुरहरूले टेन्सन लिनु पर्दैन ब्याट्री अलरेडी ब्याकअप हुन्छ जुन 3 घण्टा 4 घण्टा मजाले चलाउँछ भने अब फिचर फङ्सनहरूको विषयमा त अब कुरै गर्नु परेन मोबाइलमा हजुरले इफेक्ट पेडलहरू जसरी ट्याक्क मजाले त्यो प्रिसेटहरू बनाएर मजाले युज गर्न सक्नुहुन्छ अरे कस्तो दामी सिस्टम छ सो यो प्रोसेस गर्नलाई चाहिँ हाम्रो स्टोर म्युजिकलाई भिजिट गर्न नबिर्सिनु होला